बढी मालिका यात्राको क्रममा हामी अछाम जिल्ला मेन्ले गाउँपालिकाको विभिन्न ओडाहरूबाट निस्क्यौँ। पहिलो दिनको बास हाम्रो अछाम जिल्ला मेन्ले गाउँपालिका र रामारोसन गाउँपालिकाको सेन्टरमा पर्ने नन्दामाताको बिचमा हुनेछ। नन्दामाता नदाइमा हुनेछ। आजको राति यतै हामी ट्याक्क टेन्ट सेन्ट हालेर ट्याक्क यतै बास बस्नेछौँ। यताउति दृश्य देखिरहेको छौँ हामीहरू अहिले नन्दामातातिरको नदाइतिरको। अनि आजको ट्याक्क बास बस्नुको लागि यताउति हेरिराख्नु भएको छ। अनि यता बास बसेर पछिल्लो बिहानै हामी नौला वनको खाना खायौँ। यो कुकुर चाहिँ हाम्रो जेठान साहबको कुकुर हो। भेडीखोर्कमा भेडीगोठतिर नौला वनमा यता ऋषिदह र रामारोसनका भेडाहरू छ धेरै। अनि भैँसीहरू पनि छन् यतातिर। अनि यताको आज खाना यतै पाक्दैछ। हाम्रो ठुलो मिच्ने कार्यक्रम जारी छ। भाइ र देवेन्द्र भाइ ठुलो मिच्दैछ। अनि यतातिर म चाहिँ पानी तताउँदैछु भात पकाउनुको लागि। देवेन्द्र भाइ राख्नुभएको छ। अनि यता तर्को सरी चाहिँ चाराको अचार बनाइराख्नु भएको छ। खानुको लागि खानासँग मजासँग बनाउँदै हुनुहुन्छ। पहिलोपल्ट भन्दै हुनुहुन्छ। मजासँग पिसिराख्नु भएको छ। अब सबै रेडी भइसकेपछि अब दही पनि दही पनि रेडी भयो खानुको लागि। अनि रोटी खानेले रोटी भात खानेले भात खानलाई तयारी भइसक्यो। हाम्रो खाना मजासँग तयारी भइसकेपछि अब भात हाल्नुको लागि म लागेँ। अनि दही चाहिँ दाजुले हाल्ने। अनि तरकारी दाल जे छ तर्को सरले हाल्ने। अनि यता खाना खाएर हामी यताबाट निस्क्यौँ फेरि हुँदै। अब आजको बास हाम्रो भित्ती खोलाको आसपास कतासँग हुन्छ त्यहाँसँग खाना खाएर उकालो चढ्दै गर्दा मजासँग थकाइ मारिराख्नु भएको छ। कोही आउँदै हुनुहुन्छ। एकदम उकालो छ। खाना खाएर सिधै हिँडेको मजासँग यो उकालो चढ्दै ओह्रालो चढ्दै माथि यतैबाट अब रामारोसनको दृश्य पनि अवलोकन गर्न सकिन्छ। यो कुहिरो उसले छाड्यो भने मजासँग रामारोसनको विभिन्न ठाउँको दृश्यहरू अवलोकन गर्न सकिन्छ। अब हामी एकैछिनमा धर्मीदुला पुग्दैछौँ। यो डाँडो क्रस गरिसक्यो भने ठ्याक्क हामी यो धर्मीदुलामा पुगिसकेका छौँ। धर्मीदुलामा यो जुन मान्छे धर्म गर्छ ऊ मान्छे यो धर्मीदुला यो दुलोमा उता पार गरेर निस्कन्छ। जो पाप गर्छ ऊ मान्छे छिर्न सक्दैन भन्ने जनविश्वास छ। अब मैले पनि ट्राई गर्दैछु यसमा। तपाईँहरूलाई भिडियोमा देखाइरहेको छु। पहिलेको वर्षमा 2072 सालमा आउँदाखेरि चाहिँ मजासँग छिरेको थिएँ क्रस गरेको थिएँ। एकदमै मोटो मोटो हामीभन्दा पहिले चाहिँ एकदमै ठुलो ज्यान भएको मान्छे छिर्नु भएको छ। एकदमै सानो छ दुलो। ल म छिरेँ है। बाँकी कुरा यो भिडियो हेर्दै गर्नुहोस्। म छिरिरहेको छु। अलि एकदमै जटिल छ। मेरो पनि अलिक ज्यान अलिक ठुलो छ। त्यति सोचे जस्तो छैन। तै पनि ट्राई गरिरहेको छु। मजासँग छिर्दैछु मैले। अनि अब आजको हाम्रो यो सिद्धिएपछि त्यसपछिको बास हाम्रो चाहिँ भित्ती खोलामा नै भयो। भित्ती खोलामा मजासँग राख्नु भएको छ। राख्नु भएको छ। साँझको रातिको एकदमै सुत्नुको लागि एकदमै गाह्रो छ। सुत्ने ठाउँै छैन। लगभग यो पालमा कम्तीमा 200-300 भन्दा पनि बढी होला सानो पाल छ। सुतिराख्नु भएको छ मजासँग। त्यसपछि हामी चाहिँ लाग्यौँ। हामी चाहिँ गतेकी माईको थान यो हाम्रो स्थापना गराएको यो धार्मिक पहिलेको बुढापाकाको कुरा सुन्दाखेरि राजा जनक शाह योभन्दा माथि जान पाउँदैन भन्ने छ। उहाँले चाहिँ अछामबाट पिङकोबाट हिँड्दै हिँड्दै आउँदै योभन्दा माथि कति माथि जान भक्तजनहरू बस्न खोजेको नि है। बिचोडा माई भनेर के अपाच्य शब्द बोलेर त्यसपछि उहाँले यही मन्दिर स्थापना गरे। प्रत्येक वर्ष यहाँ नै पूजा गर्छौँ। यहाँबाट फर्किन्छ। योभन्दा माथि गयो भने उहाँलाई अछाम हुन्छ भन्ने विश्वास छ। अहिलेसँग उहाँको आसेपासे बाले पहरे पूजापाठ गर्न आउँछन् भन्ने जनक शाहले अपाच्य शब्द नराम्रो शब्द बोल्दाखेरि चाहिँ सबै योभन्दा माथि जान नपाएर यहीसँग आफूले यात्रा गरेको र के छ सबै पौराणिक भनाइअनुसार यहाँ ठुलो देवी देवता र भक्तहरूको लडाइँ हुँदाखेरि यहाँ गतै गतको ठुलो गतमा लडाएर भूतलाई जित्न सफल भएको भन्ने एउटा विश्वास छ। केही मान्छे उताबाट पनि आउँछन्। हाम्रो आउने यात्रीहरू जारी नै छन् आउँदैछन्। हेर्नुहोस् यस्तो राख्नु भएको छ। अनि अरू सरहरू पनि हुनुहुन्छ टमाटर
हिँड्दै हाम्रो त्यो दिनको बास भित्तीखोलामा भयो। भित्तीखोलामा मजासँग साथीहरू खाना खाइरहेको भएको छ रातिको समय। एउटा भेडा पाल्ने कालीको दाइ मजासँग पाल्न लाग्नु भएको छ। यतै खाना खायौँ। धेरै हामी यसमा 200-300 जना मिलेर बसिरहेको छौँ। एकदम भिड छ, देख्न सक्नुहुन्छ। त्यसपछि बिहानै निस्क्यौँ हामी लौरी विनायकको दर्शन गऱ्यौँ। लौरी विनायकको दर्शन गरिसकेपछि मजासँग यता धेरै ठाउँको मान्छे थपिँदै गएको छ। मान्छे थपिँदै जाने क्रममा थुप्रो ठाउँको मान्छे हुनुहुन्छ। मानिसहरू हामीहरू पनि यो लौरी विनायकको दर्शन गऱ्यौँ मजासँग। आफूले चाहेको के छ मागेर अगाडि नबस्दिनु ल है, अगाडि नबस्दिनु ल कित भयो। लौरी विनायकको दर्शन गऱ्यौँ। घण्टा 4 घण्टा बसिसक्यो बसेको हामी। अगाडि यही छ यता पनि लाइन बस्दै बढ्दै हामी टाइम लाग्छ हामीलाई। यता एउटा धार्मिक विश्वास छ कि अहिले चाहिँ घुसेका छैनस् जुन हामीले लाठी टेकेर ल्याएको थियौँ त्यो लाठी यता चेन्ज गर्नुपर्छ भन्ने विश्वास छ। त्यो पनि गर्छौँ हामी। पूजापाठ सिद्धिएपछि मजासँग हाम्रो बास अबको सिधै त्रिवेणी पाटनको बाजाको टेन्टमा बास हुन्छ। हाम्रो टेन्टमा बास भइसकेपछि हाम्रो 4वटा टेन्ट छ। 4वटा बासमा मन्दिरको लाइट रातिको दृश्य अवलोकन गर्दै उता बत्ती चलिरहेको बडी मालिकाको दृश्य ट्याक्कै सानो बत्ती देखिरहेछ। बिहानीको समय हुन्छ ट्याक्कै हाम्रो त्रिवेणी पाटनमा पुरा पालहरू भराउँछन् मजासँग। अनि आजको एउटा बास यता भयो, फेरि पनि हाम्रो अर्को बास यता हुन्छ। अनि केही साथीहरू आज नै यता पूजापाठ सिद्ध्याएर जानुहुन्छ मजा। जुन यो यतातिर कालीकोटको भाग, यतातिर बाजुरा भाग हाम्रो साथीहरू चाहिँ हाम्रो 26-27 जनाको टिम थियो, भन्दा नि बढीको थियो। ती केही छुट्छन् केही जान्छन्। हामी मजासँग जान्छौँ। हाम्रो 5 जनाको टिम रहन्छ, अरू गइसक्नु गयो। र बिहानै फेरि सबै नास्ता त्यो गरिसक्यो, नुहाइ धुवाइ गरिसकेपछि हामी मजासँग घुम्नको लागि गयौँ। यता दाइ र सरहरू मजासँग रमाइलो गरिराख्नु भएको छ। आफ्नो यो मालिका पुगिसकेपछि आफ्नो के छ धारणा गर्दै हुन्छ मजासँग रमाइलो गरिराख्नु भएको छ। त्यसपछि हामी यता धेरै ठाउँ अवलोकन गर्नेछौँ। अवलोकन गर्दा गर्दै के हुन्छ त्यो सबै त गएर भिडियोमा देखाइरहेको छौँ हामीहरूले। अलि भिडियो लामो हुनसक्छ, अल्छी नमानेर मजासँग भिडियो हेरिदिनु होला भन्ने हामीले विश्वास गरेका छौँ। यता गुड मर्निङ एभ्रिवान। हामी आज बडी मालिकाको यात्राको चौथो दिनको बिहानको आज बिहानै 40 निस्कनुहुन्छ। बिहानीको सबैलाई नमस्कार। अनि 27-28 यो बडी मालिकाको टाउको निस्कन्छन्। हामी 5 जना मात्र यतातिर बिहानै आजको फेरि दर्शन गर्यौँ हामीले। दिनभरि देखायो। अनि जति छन् पाटनहरू जाँदैछन् सबै घुमेर अनि उहाँहरूले बिहान आजको बसाइ चाहिँ खाली पेटमा पूजापाठ गरेर नामधुन गरेर गइसक्नु। यो टेन्टमा भयो। अनि यो टेन्ट हाम्रो बसेर भिजेको थियो, सबै लुगा सुकाइराखेको छौँ हामीहरू। अब मजाले घाम लाग्छ। बिहानको नृत्य गर्ने कार्यक्रम जारी छ। हाम्रो साथीहरू अब रमाइलो टिम घट्दै गयो। हामीले त्यही भएर टेन्ट अब 2टा मात्र चाहियो हामीलाई। अनि अरू टेन्ट पनि छन् यता। आज धेरै टेन्टहरू जति भ्याइन्छ त्यति आजको फेरि बसाइरहेको टेन्टमा हुनेछ आज पनि। के आनन्द टेन्टमा नै हुनेछ। शोभाको टुक्रा हो। भोलि बिहान मात्र हामी बडी मालिका भनेको मालिकाको त्यो लाग्छ। नेपालमा एक दिन फेरि त्यता पनि बास बस्नेछौँ। ठाउँ छन्, पर्सि त्यता बास बसेर ठाउँ सबै विशेष छ। हामी त्यताबाट सबै ठाउँहरूमा विशेष भन्दा नि अझै रमाइलो विशेष छ। यो बडी मालिका हो जस्तो लागिरहेको छ अहिले हामीले चाहिँ। पहिले 2072 सालमा आउँदाखेरि चाहिँ अब उतिखेर सानो थियो। सानो उमेरमा धेरै कुरा यस्तो याद गर्न सकिएन। मोबाइल पनि सानो थियो। नेपालमा भिडियो बनाइयो त्यति राम्रो बनाइयो मात्रमा पाइला। त्रिवेणी रमाइलो छ। यहाँ मान्छे थपिने क्रम जारी छ। बडी मालिका यात्राकै क्रममा हिजोको भन्दा आज झन् धेरै मान्छे थपिरहेको छ। यो चाहिँ आर्मीको क्याम्प छ। यता हेल्प डेस्क छ, धर्मशाला, स्वास्थ्य शिविर पनि छ। सबै कुरा राखेको छ यतातिर। अनि हामी रमाइलो छ दृश्य। हामी मान्छेको यतातिर लाग्छ। मान्छेले फेरि पाटनभरि बिहानको होम फेरि यताउति हामी पनि बिहानै 5 बजे ठाउँको दृश्य अवलोकन गरिसकेपछि फेरि हाम्रो टिम फेरि घुम्नको लागि हामी फेरि अब अगाडि बढ्यो। यता आफ्नो टेन्ट हेल्प डेस्कतिर जाँदैछु।
उताबाट उता भेडाती जति हेर्न सक्यो त्यति नै दृश्य अवलोकन गरेर हो अगाडि बढ्दै हेर्न सकिँदैन जति पनि छ हेर्नुको लागि देखाइरहेको छु तपाईँहरूलाई धेरै रमाइलो छ हेर्न सक्नुहुन्छ अनि फेरि हाम्रो बास आज फेरि पृथ्वी थर्की जाऊ हाम्रो रमाइलो यो हे हाबे पन हौसिया मान्छे हिरा लाली बौरा नासाइए ता फर्की जाऊ हिरा लाली बौरा नासाइए ता फर्की जाऊ लाली बौरा नासाइए ता फर्की जाऊ बिहान भोटे दाई काई भेडा चरदाल की धुराई धुरा हजुर अलकी धुराई धुरा कठै दैन हजुर ए भोटे दाई का भेडा चरदाल की धुराई धुरा मनले सोचेका जसो कैल होला पुरा देखे हजुर कठै मर्दा काजी पैकलका छाउना हजुर अब यसा राम्रा मौसम अब कहिले पाउन हजुर दाइ हे मनले सोचेका जसो कैल होला पुरा लाली बौरा ना कैल होला पुरा लाली बौरा ना कैल होला पुरा मर्दा काजी पैकलका छाउना यसै छ हजुर के हार्नु हजुर अब मालिका माताको जय जयकार गर्नै पर्यो अब यति टाढाबाट हिँडी डुली आइएको छ जय बोलो बडी मालिका माता की जय जय बोलो दर्शनार्थी सबै की जय जय बोलो नेपाल पशुपतिनाथ की जय जय बोलो गतेगेडा माई की जय जय हजुर हे वर माग्ने मालिका जाओ नाउने बिनी नाउ हजुर नाउने बिनी नाउ वर माग्ने मालिका जाओ नाउने जति माग्ने मालिका जाओ नाउने जति राओ नाउने नाओ हे बतासो चलेका बेला भुसको के भाउ हिरा लाली बौरा ना भुसको के भाउ लाली बौरा ना भुसको के भाउ धन्न हजुर कठै दैन जब हाम्रा सती देवी र शिव शङ्करको यो लप पढेका बेला सतेज युगमा जब शिवजीले भाङ धतुरो खाँदै गर्दाखेरि उनका ससुराली पक्षले उनलाई अस्वीकार गर्दै गर्दाखेरि सतीदेवीको माइती पक्षमा ठुलो महायज्ञ आयोजना गर्दै गर्दाखेरि आफ्ना ज्वाइँलाई निम्ता नगरी छोरीलाई मात्रै निम्ता गरेको कहानी हामीले सुनेका छौँ महापुराण स्कन्दबाट जय बोलो बडी मालिका माई की जय अब त्योभन्दा बढी मलाई केही थाहा छैन त्यहाँबाट गरेको भनेर सतीदेवीले अग्निकुण्डमा हाम फालेर आत्मदाह गरेको भन्ने कुरा हामीले टेलिफोनबाट सुनेका छौँ अब हजुर यो त कहिले काहीँ कहानीबाट सुनिन्छ अग्निकुण्डमा हाम फालेर जब सतीदेवीले आफ्नो आत्महत्या गरिन् त्यसपछि भगवान शिवको पागल रूपले यो संसार घुम्दै गर्दाखेरि नेपालको मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ कुम खसेर मालिका माता भएको भन्ने हामीले सुन्नमा आएको छ अब बाँकी कुरा के कसो हो जय बोलो बडी मालिका माई की जय जय बोलो दर्शन गर्न आउने भक्तजन की जय जय बोलो हाम्रा टेन्ट भित्रका पानी उना की जय यो पानी की माई की जय को 4 बजेको छ हामी बडी मालिका यात्राको क्रममा आज 5औं दिन त्रिवेणी क्षेत्रमा नान्दोन गर्नेको एकदमै भिडभाड छ कोही माथि जाँदैछन् यतातिर पुरा भिडभाड धेरै छ यता सब यो देख्न सक्नुहुन्छ चिसो मौसममा सबै नान्दोन गर्ने कार्यक्रम जारी नै छ एकदमै चिसो छ मौसम पानी पनि त्यस्तै आइस बराबर छ एकदमै नान्दोन गर्दै माथि मालिकातिर पूजापाठ गर्नको लागि गइराख्नु भएको छ देख्न सक्नुहुन्छ तपाईँहरू यस्तो भिडभाड छ साह्रै हामी पनि एकैछिनमा अब नुहाउने कार्यक्रम छ हाम्रो देउडा खेल सुरु भयो मजासँग घम्सा घम्सी हाम्रो 3 घण्टा देउडा भयो मजासँग
देउडा खेलियो छरेटी बेटायो देउडा भइसक्यो र गइरहेछ महिना कसा कसा महिना कसा कसा साल कसा समय कसा मालिका की माता माता सबै जानो बचा गरे मालिका की माता यताउतिको मान्छेहरू थपिनेका क्रम जारी छ। देउडा लगाइसक्यो भने सुदूरपश्चिमको कर्णाली प्रदेशमा देउडाको उर्वर भूमि हो। अब यो देउडाले खेल्दा देख्यो भने त मान्छे यताउतिबाट आउनु नआउने कुरै भएन। यताउति घुमफिरिरहेको जति छन् आउँछन् मजासँग राख्छन् खेल्न जोडिँदै गर्छन् थपिँदै गर्छन्। अहिले क्यामेरामा चाहिँ हाम्रो तर्कसरी हुनुहुन्छ। हामी यता देउडा लगाइरहेको छौँ। यसमा एकछिनपछि म जान्छु क्यामेरामा तर्कसरी त देउडा खेल्न जान्छु। त्यसै गरी हामी रमाइलो गर्नेछौँ। बढी मालिक घुम्न आइसक्यो भने किन त्यत्तिकै फर्क्यो भने हाम्रो साथीहरू केही साथीहरू गए अलि नरमाइलो लागिरहेछ। यत्रो बढी मालिक घुम्न आइसक्यो कि आधै बाटोबाट पुग्नु चाहिँ पुरा बाटो पुग्नु तर पुरा नघुमेर जानुभयो अलिकति। अनि त्यसपछि देउडा खेलिसक्यो हामी लाग्यो ढोरपाटन ढडेनतिर। यो ढडेन पनि अब परापूर्व कालमा पुरा मुस्कान छाउँ हाम्रै भाउजू यता राज्य जुना छाउँको लागि यहाँ माताको लडाइँ के अरे मायाको चिनाको रूपमा मूर्ति बनाएर सुनेका थियौँ। यो हामी बढी मालिक भनाइ सुनेका थियौँ। ढुङ्गेन क्षेत्रमा छौँ। यो यस्तो गऱ्यो भने हाम्रो प्रेम गर्ने जोडीहरूले आफ्नो जोडी राम्रोसँग सफल हुन्छ भन्ने एउटा धार्मिक आस्था विश्वास छ। त्यसैले हामी यो सबैले मन बनायौँ। प्रकृतिले आफै बनाएको अलि तर्केसर र मैले अलि धेरै बनाएँ। विश्वमा काहीँ पनि नहुन सक्छ। नेपालमा बुवाले एउटा सरहरूले दाइले अलि अलिअलि बनाए। अलि परिपक्व उमेरका हुन्छ सबै थोर यी सबै प्रेम जोडीले आफ्नो सर चिनाहरू दिएका छन् होइन। राम्रोसँग गएर धेरै सोध्छु। तर पर्गल उठ्छ बिर्सिमै रहेछ परिपक्व उमेर छ। परिपक्व उमेरमा टक्क त्यो माथि पनि केटी रहेछ हेऱ्यो भने टक्क गरिहाल्नु क्याच गरिहाल्नुहुन्छ। सक्सिट हामीलाई धेरै मैले पनि मजासँग बनाएँ मैले पनि यो सिद्धि हो। त्यसपछि फेरि हामी लाग्यौँ त्यो बढी मालिका त्रिवेणी क्षेत्रमा कालीको पारीको मन्दिरमा यो मूर्ति जारी छ। भित्राउने काम जारी छ। मूर्ति भित्राउने कार्यक्रम जारी छ। अनि पूजापाठ र घण्ट जारी छ। यता झाँक्रीहरू पनि आएछ। मध्याहको टाइम भइसक्यो 11 बजी अगाडि गइसकेको छु। दिउँसो दुईवटा बस त्रिवेणी पाटनमा कटाइसकेपछि हामी निस्क्यौँ फेरि बढी मालिकाको लागि। बढी मालिकामा यत्रो मान्छेको जम्मा छ। पानी नपाएर तडपिराख्नु भएको छ। यता खोलामा उता सानो खोल्सामा पानी आइरहेछ। त्यहाँबाट पानी ल्याउँदै खाँदै आफूसँग भएको जे छ। अब हाम्रो मोबाइल सानो छ। उतासँग जुम गर्नुहोस् जति मोबाइलले भ्याए त्यतिसँग जुम गरिरहेको छौँ। मान्छे आउँदैछन् मजासँग। हामी यता तर्कसर रमाइलो नास्ता खायौँ अगाडि बढ्छौँ। अनि बुवा बढी मालिका यात्राको हामी अहिले बासुधारामा छौँ। बासुधारामा अनि यो बासुधारामा जल छोड्ने काम भइरहेको छ। तीर्थालु भक्तजनहरूको यत्रो यात्रामा छ। यता पनि बासुधारामा मजासँग सबै ठाउँ जति हुन्छ जल पान गरेर अगाडि हामी पनि लाइनमा लागेको छौँ। 1 घन्टा भइसक्यो लाइनमा लागेको।
बुवा माथि महादेव सर पछाडि हुनुहुन्छ हामी अगाडि पहाडबाट खसेर टक्क आउँछ पानी आज टेन्ट हाल्नको लागि आजको बास बस्नको लागि ट्याक्क यता भिरालो जमिनलाई बडी मालिका माइको काटेर मन्दिरको एरियामा हाल्नु बाँध्नको लागि सिट बस्ने ठाउँ बनाउँछु यता टेन्ट हाल्नेछौँ हामी एउटा टेन्ट हालिसकेका छौँ टेन्ट अर्को बनाइरहेको टेन्ट हाल्नेछौँ दाइले टेक्नोलोजी परेको कोदालोले काटिराख्नु भएको छ र हामी बालुवाले मिलाएर काम गरिराखेका छौँ यो मिलाइसकेपछि त्यसपछि हामी टेन्ट सेन्ट रेडी हुन्छ हाम्रो त्योभन्दा पछि हामी घरबाट हिँडेको हामीले नमस्कार हामी आज 5औं दिनको यात्रामा बडी माइलीका क्षेत्रमा पुगेका छौँ 4 दिनसम्म समुद्र सतहदेखि 4200 भन्दा माथि उचाइमा रहेको यो बडी माइलीका क्षेत्र टेन्ट सेन्ट मिलाएर बाजुरा जिल्लामा पर्छ सबै हामी अहिले यता पुगिसकेका छौँ अवस्था देखाइरहेका छौँ जति दर्शनहरू गर्नेहरूको भिडम त्यहाँको दृश्य छ तर चाहिँ यो भर्खर लेडिजको बडी मालिका मन्दिर छुट्टै छ जेन्ट्सको छुट्टै छ यो ज्येष्ठ नागरिकको अलगै छ फेरि अनि बेगडा शैलीमा जसको जोडा छ उसको छुट्टै छ भित्र जान सकेको छ अलग अलग लाइन लागेको छ हुइचो छ हामी पनि चाहिँ केही क्षणपछि पूजा गर्नेछौँ राति उतादेखि लाइन लागेको छ यताबाट रातिको 12 बजे उताबाट पनि लागेको छ यताबाट अनि सुन्दर दृश्यहरू पनि देखिन्छ यता बाजुराको 12 बजे कालीकोट तुरु ठाउँमा 8 देख्नु पर्छ हामी यताबाट कैलाली भित्र 12 लाग्ने सल्लाह कञ्चनपुर लगायतका ठाउँहरू पनि देखिन्छ अहिले यतातिर हुसुले ढाकेको छ अहिले टेलिफोन हुसुले ढाकेकोले गर्दाखेरि राम्रोसँग देख्न सकिन्न अहिले कसैको हरायो भने अलिक गाह्रो हुन्छ हामी अब हामी त्यति हराउन सुन्दर दृश्य हराउन होला जस्तो लाग्छ मलाई अनि यताउतिको दृश्य देख्न सक्नुहुन्छ यहाँबाट कस्तो रमाइलो दृश्य देखिरहेको छ यही बडी मालिका मन्दिरको आसपासबाट मजाको दृश्यहरू देखिरहेको छौँ हामीहरू देख्न सक्छौँ अनि अलिकति यता टोइलेटको व्यवस्था नभएर चाहिँ अलिक गाह्रो भइरहेको छ यता ठाउँ चाहिँ अरू सब ठिक छ मजा छ अब हामी फेरि आजको राति मजासँग लाइनमा बस्छौँ अब राति टक्कै हामी बडी मालिकामा पूजा गरेर सिद्ध्यौँ लाइनमा लाग्दै करिब हामीले 7 घन्टा 7.5 घन्टामा लाइनमा लागेर बल्ल पालो पाएर पूजापाठ गरेर सिद्ध्यौँ हिजो 22 गतेको रातिको 9 बजे लाइनमा लागेको 23 गतेको बिहानको 3:30 बजे हामीले पूजापाठ गरेर सिद्ध्यौँ धन्यवाद जै पनि भक्तजनहरूको लाइन छ ठेलामठेल पुरा त्यहाँदेखि उतासँग लाइन लागिराख्नु भएको छ हामीले 22 गतेको रातिको 9 बजे लाइनमा लागेर 23 गतेको बिहानको 3:30 बजे बल्ल पालो पायो लाइन पालो पायो अब हामी जान्छौँ टेन्टतिर पास बस्नुको लागि र अझै पनि भिड छ ठेलामठेल बडी मालिकाको दर्शन गरेर नाट्यश्वरीतिर फर्कने गाडीमा यो बाटो नाट्यश्वरीमा टेन्ट हाल्नको लागि ठाउँ रोक्नको लागि जानुपर्छ भन्ने सल्लाह भयो सल्लाह बमोजिम नाट्यश्वरीबाट बुवा सरी बडी मालिकाबाट नाट्यश्वरीतिर फर्कने क्रममा यतै रोक्नुको तिलक लिएर आउने हामी सल्लाह बडी मालिका दर्शन गरेर नाट्यश्वरी फर्किँदैछु बाटो एकदम जोखिम छ ठाउँ रोक्ने भन्दै सल्लाह हेर्नु साथीहरू यताको दृश्य जोखिम छ बाटो यतातिर गयो भने थाकै लागेको छ हामीलाई अनि यही बाटो माथिबाट मान्छे खसेको तीर्थालु भक्तजनहरू मान्छे खसेर यता हेर्ने काम जारी छ राख्नु भएको छ अहिले बाटो जोखिम छ जोखिममा पनि मजासँग हिँडिराख्नु भएको छ भन्ने खबर हामी बडी मालिकाबाट दर्शन गरेर फर्किने क्रममा हामी नाट्यश्वरी जाँदैछौँ पुग्नै आँट्यो हामी नाट्यश्वरी जाने क्रममा हामी विष्णु पानी भन्ने ठाउँमा पुगेका छौँ अनि विष्णु अब 2-3 घन्टापछि हामी नाट्यश्वरी पुग्नेछौँ विष्णु तीर्थालु भक्तजनहरू दर्शन गरेर केही साथीहरू मालिकाबाट आउँदैछन् आउने क्रम जारी छ उतासँग छ भिडभाड छ धेरै हिजो दर्शन गर्दाखेरि पनि हामीले के हुन्छ झन्डै करिब 9 घन्टा लाइनमा कुर्नु परेको थियो धेरै थिए सबैभन्दा योभन्दा पहिलो रेकर्ड होला हाम्रो यो सबैभन्दा धेरै राख्नु भएको छ मजासँग तीर्थालुहरू भएको म चाहिँ अगाडि गइसकेँ अब
चाहिँ हामी नाटेश्वरी सबै टेन्सन हारिसकेका थियौँ, सब बसिसकेपछि फेरि नाटेश्वरीमा 7औं दिन हामी नाटेश्वरीको दर्शन गर्दै मजासँग यहाँ हामीले बोका बारेका थियौँ, बोका काट्छौँ पूजापाठ गरिसकेपछि। हाम्रो आजको यात्रा बाजुराको त्रिवेणी नगरपालिकाको वडा नम्बर 7 नाट्येश्वरीमा बढीमालिका यात्राको क्रममा आज हाम्रो 7औं दिन ठ्याक्क 1 हप्ता पुगेको छ हामीलाई बढीमालिका यात्रा गर्दा गर्दै। 7औं दिनमा हामी नाट्येश्वरीमा पूजापाठ गरेर सिद्ध्याएर अनि हामीले यता भक्कल गरेका थियौँ बोका काट्नको लागि। अब एकैछिनपछि हामी बोका काट्ने कार्यक्रम हुनेछ। त्यसपछि आज हामी चाहिँ घर पुग्नेछौँ। यो बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका नम्बर 7 मा रहेको नाट्येश्वरी मन्दिर हो। यो पनि पूजा गर्ने दर्शनार्थीहरूको ठेलामठेल भिड छ, पुरा धेरै छ। यो अब हाम्रो मासु रेडी हुन्छ। मासु रेडी भइसकेपछि हाम्रो झालगाउँमा हामीले खाना खाएर मासु खाएर त्यहाँबाट हाम्रो यात्रा